सो नमस्ते गाइज, आज मसँग तपाईँले देखिसक्नुभयो है, लेजेन्डरी गायकहरू हुनुहुन्छ मसँग, हाम्रो सुदीप दाई, देव दाई र ज्योति दाई है। नमस्ते। नमस्कार भाइ। ज्योति दाई, सर्वप्रथम त हाम्रो यो कार्यक्रमको फर्मेट अनुसार एक्चुअली इन्ट्रोडक्सन पाउन है, दाइबाट सुरु गरौँ। म सुदीप रिजाल। हजुर। म गायक पुरानो, धेरै वर्ष भयो मैले गाएको, अहिले बिचमा चाहिँ अलि उ भएर मैले अलि उ छु, अब फेरि बिस्तारै बिस्तारै गाउँदैछु। हुन्छ देव दाई। Namaskar, I'm Dev Rana. I've been playing music for the last 50 years now, and I'm bajana raheko छु. It's so nice to be in front of you. Thank you. हजुर ज्योति। म चाहिँ सङ्गीत प्रेमी भन्न चाहन्छु। मैले आफैलाई इन्ट्रोड्युस गर्दाखेरि अलिअलि इन्स्ट्रुमेन्टलिस्ट गिटार पनि बजाउँछु, अलिअलि गाउँछु मात्रै। हजुर। मेन चाहिँ म्युजिक लभरको रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु। अनि दाइहरूको भेट कहिले भयो है, त्यसमा अलिकति। दाइसँग त मेरो भेट मैले दाइलाई पहिला 45 सालमा 40 सालमा उहाँले बजाएको देखेर प्रभावित भएर ओ यो दाइ त उहाँको खुट्टामा त छुन पाए पनि कति होला जस्तो त्यस्तो फिल्स भएको थियो होइन। उहाँसँगै बजाउनु पाउँदाखेरि आफूलाई स्वर्गमै छु कि जस्तो पनि फिल्स भएको छ अहिले पनि स्टिल। हुन्छ, त्यसमा देव दाइदेखि चाहिँ सुरु गरौँ होइन। दाइको यो जर्नी स्टार्ट कहिलेदेखि भएको? मेरो अगाडि हो कि भाइ, अब त्यो डेट पनि भुलिसक्यो। हजुर। तर अब यहाँ काठमाडौँ आएर चाहिँ म हाम्रो ज्योति जस्तो मान्छे भेट्दाखेरि वान अफ द मोस्ट हम्बलनेस, यस्तो हम्बल मान्छे मैले भेटेको उहाँ, अनि इज अ रक स्टार एट द सेम टाइम। अनि यता सुदीप पनि भाइलाई पनि मैले ड्युरिङ द कलेज टाइम, इट्स अ भेरी लङ जर्नी। तर
अब when I started भन्ने हिसाब किताबले हेर्ने हो भने त अब धेरै नै अगाडि जान्छ के अरे 60s बाट नै हो when I was 10-11 years old I started playing the guitar पहिला अनि मैले जम्मै अपर्च्युनिटी जुन मैले म्युजिकमा पाएको पनि is through my father उहाँ चाहिँ ब्रिटिस गोर्खासमा हुनुहुन्थ्यो ब्रिटिस आर्मी गर्दाखेरि so I was very influenced with the British people स्कुलिङ पनि ब्रिटिस साथीहरूसँग 6 वर्ष म सिङ्गापुर मलेसिया हङकङ यस्तै जग्गामा ट्राभल भएर wherever my father was अनि त्यसले गर्दाखेरि तर अब प्रोफेसनली हेर्दाखेरि चाहिँ काठमाडौँ नेपाल आएर चाहिँ अराउन्ड 1970-71 मा चाहिँ we started playing रहरमा त्यसपछि प्रोफेसनली बजाउँदै गएपछि त्यसको पछिको पछाडिको भाइहरूमा चाहिँ सायद आई थिङ्क ज्योतिहरू नै होला मैले फर्स्ट रक स्टारहरू भेट भएको यहाँ ज्योति भयो हामीले ज्योतिको कन्टेम्पोरेरी मुक्ति साक्य भाइहरू उहाँहरूसँग चाहिँ मेरो फर्स्ट फ्रेन्ड्सहरू इन द रक बिजनेस भनौँ न यसो सुरुवात भएको हजुर त्यही त हामीले चाहिँ तपाईँलाई चिनेको चाहिँ एज अ ड्रमर होइन तपाईँको स्टार्टिङ चाहिँ तपाईँ गिटारबाट स्टार्ट गर्नुभयो गिटार हो आई प्ले द गिटार अब सजिलो पनि के गिटार नभए पनि साथीबाट ल्याउनु सजिलो ड्रम्स त आई स्टार्टेड प्लेइङ मेबी अराउन्ड 15-16 हुँदाखेरि स्कुलको टाइममा यता ठ्याराठुन गरेर त्यसै रहर भयो अलिकति रिदम भन्ने कुरा मसँग रहेछ तर आई नेभर न्यू 50 वर्ष कन्टिन्युसली इन्डिया अफ माई लाइफ म चाहिँ ड्रम आउँछु भनेर चाहिँ मैले सोचेको पनि थिएन कोहीबाट इन्सपायर भएर अथवा क्लिक भएको त्यस्तो केही मोमेन्ट याद छ त्यो त बिटल्सबाट मिस्टर रिङ्गो स्टार द ड्रमर अफ द बिटल्स उहाँ मेरो सबभन्दा पहिला फर्स्ट इन्सपिरेसन त्यसपछि चाहिँ अलिकति हार्डर स्टफमा गएपछि ड्रम्स के हो भन्ने थाहा भएपछि चाहिँ मेरो अर्को फेभरेट त्यो टाइमदेखि लिएर आउँदा वान आई वाज यङ उहाँहरू अहिले हुनुहुन्न पनि बिचरा मिच मिचल जिम हेन्ड्रिक्सको ड्रमर आई लर्न टु लट फ्रम हिम होइन मलाई पनि दायरको कन्सर्टहरू हेर्दाखेरि चाहिँ म्युजिकप्रति इन्ट्रेस्ट भएर अलिक होमिएको हुँ मेरो त्यस्तो पनि अनुभव छैन तर पनि फर्स्टमा दाइलाई अलिकति यस्तो मेमोरी यसो सेयर गर्नुपर्दा फर्स्टमा तपाईँ अब म म्युजिकमै लाग्छु भनेर कहिले सोच्नुभयो होइन त्यो अलिकति याद होला म्युजिकमा लाग्छु भनेर भन्दा हाम्रो टोलमा हाम्रो मेरो गुरुबा जहाँबाट मैले गिटार अलिअलि सिकेँ हाम्रो विष्णु श्रेष्ठ भनेपछि सुदर्शन श्रेष्ठ उहाँहरूले बजाउनु हुन्थ्यो विष्णु दाको त हाम्रो कन्सर्ट ऊ पनि थियो ब्यान्ड पनि थियो डाइलन हो कि के भन्ने उहाँहरूको प्र्याक्टिस हेरेर अनि सुचन्द्र भन्ने ड्रमर जोसँग म पछि पनि बजाएँ उनीहरूको प्र्याक्टिस हेर्न जान्थेँ अनि प्र्याक्टिसबाटै उनीहरूको बजाइले हेर्दाखेरि आफूलाई पनि कता कता गिटारप्रति एक त पहिल्यै फेसिनेट भइरहेको थियो अनि त्यहाँबाट चाहिँ स्टार्ट भयो भन्नुभयो कुन इयर याद होला त्यो याद भएन चाहिँ अलि भेगै छ होइन किनभने अहिले यति टाढा आइसक्यो कि त्यो धेरै कुराहरू अलि मेमोरीबाट अलि इरेज हुँदैछ क्या है हुन्छ सुदीप दाइको मैले गाउन थाले चाहिँ नि 45-46 सालतिर हो जब यस्तो युट्युबहरू थिएन होइन फर्स्टमा मैले गएको चाहिँ दाइले अघि भन्नुभयो कलेजहरूमा गाउँथेँ होइन यसो कलेजहरू सोमा त्यहाँबाट बिस्तारै गर्दाखेरि चाहिँ मैले कस्तो नि अपर्च्युनिटी पाएँ कि एनटिभीमा होइन अनि एउटा गीत गरेको थिएँ त्यो पनि कहाँ तिम्रो मायाले गरेको थिएँ त्यो चाहिँ सिम्फोनिकमा रेकर्ड गरेको थियो हामीले त्यो एल्बमको चाहिँ नि गीतहरू राजु सिंहले गरेको थियो त्यो बेला चाहिँ हामीले होइन अब एल्बमहरू निकालेको थियो म्युजिक नेपालहरूबाट पनि धेरै गऱ्यो त्यो बेला अब भनौँ न त्यो बेला अब राम्रै गीतहरू चलाएको थियो अब हाम्रो पालामा त्यो बेला स्कोप थिएन कि भाइ अहिले जस्तो थिएन होइन अब गिटार पनि दाइले भने जस्तो मागेर ल्याउनु पर्ने अरू गिटार बजाउनु पर्ने कन्सर्टहरूमा त्यस्तो हुन्थेन होइन अब दुःख चाहिँ नि धेरै गर्नु पर्थ्यो कि हामीले त्यो बेला तैपनि अझ पनि हामीले यस्तो अनुभव छ कि हामीलाई त्यो पहिलाको दुःखको कुराहरू छ नि हामीले अहिले पनि हामीलाई बिर्सिन सक्दैन कि हामीले अझै पनि दुःख गर्नु मन लाग्छ हामीले सकेसम्म बेच दिन चाहन्छौँ क्या अहिले पनि अहिलेको जेनेरेसनहरूलाई नि पहिलाको मान्छेहरू के छ र कस्तो उनीहरूसँग अनुभव छ र भने उनीहरूले सिक्न पनि पर्छ कि हो त्यसो दाइले अब कुरा निकालिहाल्नुभयो जस्तै कहाँ तिम्रो माया लाग्यो त्यो हामी एकदम पहिला बच्चा बेलादेखि सुनेको है अहिलेसम्म पनि सबैको मुखमै झुन्डेको गीत हो होइन दाइले मिल्छ भने अलिकति सुनाउनु मिल्छ कहाँ तिम्रो मायालुलाई छाडिराख्यो कहाँ तिम्रो मायालुलाई छाडिराख्यो
त्यही गोरेटोमा त्यसको माया छ कि छैन त्यही गोरेटोमा त्यसको माया छ कि छैन कहाँ तिम्रो मायालुलाई छाडेर राख्यो। थ्याङ्क यू। ज्योति दाईको नि अलिकति मेरो त अलिकति म त अलिक नर्भस हुन्छु भने यहाँ फेरि सुदीप पनि छ देवदाई पनि छ होइन त्यो मेरो अब अलिकति रोहन भाइहरूले पनि बजाएर अलिकति हिट पारिदिनु भएको छ त्यो मेरो गीत हाम्रो कम्पोज चाहिँ मेरो साथी मैसराज थापाको। हजुर। हेर्न सालु तिम्रो आँखाले मलाई लट्ठै पार्यो तिम्रो हेराइले हे उताउली मोरीले हिस्सी परेकी गोरीले जिउनै गाह्रो पार्यो नि मलाई। यही हो। थ्याङ्क यू दाई पनि गीत पनि गाउनुहुन्छ भनेर सुनेको मैले है। गाउँछु भाइ तपाईँ आई सिङ मोस्ट अफ वेस्टर्न सङ। हुन्छ हुन्छ। मैले त वेस्टर्न सङ त के गाइदिनु है जुनै भयो नि तपाईँको एउटा फेभरेट सङको हामी सधैँ गर्ने एउटा गीत थियो कि एउटा रक गीत चाहिँ त्यो चाहिँ I've got nasty habits. I take TF3. The meat I eat for dinner must be hung up for a week. My best friend, he shoots water rats and feeds them to his geese. Don't you know there's a place for you in between them trees? Come on now, honey. Don't you want to live with me? Oh, you know. Wow. Fantastic. ज्योति दाइले अघिदेखि भन्नुभयो उहाँसँग इन्सपायर हुनुभयो भनेर होइन उहाँहरुको कति सालको कुरा हो यो याद चाहिँ 2070 होइन 2040 1980s को 80s को हुन्छ 80s को अलिकति मेमोरी सेयर गरौँ न है भन्नुस् अब 80s मा त अब म पनि मिड 80s को मात्र हो हैन अब त्यो बेला मिड 80s मा चाहिँ उहाँलाई भेटे हजुर 80s को स्टार्टिङ अर्ली 80s मा चाहिँ उहाँ हुन्छ अब त्यो भनेको अब हामीले पनि अलिकति यस्तो बुझौँ न त्यो बेला कस्तो थियो हाम्रो म्युजिक इन्डस्ट्री हैन कति स्ट्रगल इन्डस्ट्री भन्दाखेरि त्यहाँ दुई तीन किसिमको हुन्थ्यो म्युजिक इन्डस्ट्री अब त्यहाँ क्याटेगोराइजमा हजुर हामीले चाहिँ रक एन्ड रोल टाइपको म्युजिकहरू गर्ने बजाउने कभर सङ्ग्सहरू गर्ने हजुर त्यो बेलामा हाम्रा कम्पोजहरू रेन्टेबलहरूबाट बजाइदिन्थ्यो हजुर किनभने त्यहाँ चाहिँ उनीहरूको आफ्नै एउटा अफिसियल फर्मेट हुन्थ्यो भोइस टेस्ट पास गर्नुपर्ने त्यहाँबाट अनि बल्ल उनीहरूको गीतहरू सेन्सर भएर पास भएर गएपछि मात्र उनीहरूको फेरि अर्केस्ट्रल टाइपले हजुर पियानो सियानो भाइलिनहरू हार्मोनियम तबला राखे अब ड्रम र गिटार ओरिएन्टेड हुनासाथै उतातिर चाहिँ उनीहरूलाई चाहिँ अलिकति अप्ठ्यारो हुने साथ उनीहरूको त्यो टेक्निकल्ली चाहिँ त्यो डेसिबल हाई गएकोले उनीहरूलाई त्यो अलिक प्रब्लम हुने जस्तो लाग्छ मतलब अडियोको डेसिबल र अनिपछि उनीहरूले चाहिँ हामीलाई चाहिँ फेरि यिनीहरू चाहिँ मतलब इङ्ग्लिस ओरिएन्टेड उनीहरूको गीतमा चाहिँ इङ्ग्लिस ज्यादा झल्किने टाइपको भन्ने किसिमको उहाँहरूको अब व्याख्या जस्तो लाग्छ मलाई है त्यस कारण त्यो बेला त्यस्तो थियो अनि हामी चाहिँ कभर सङ पनि गाउने अनि हाम्रै आफ्नै गीतहरू पनि जुन बजाए रेकर्डिङ हुँदैन जस्तै अब नेपाली गीतहरू पनि हाम्रो आफ्नै तर प्याटर्न चाहिँ हाम्रो चाहिँ स्टाइल्सहरू अलिक फरक हुन्थ्यो अलिकति हाम्रो चाहिँ अलिक वेस्टर्न ओरिएन्टेड टाइपकै हुन्थ्यो अनि त्यो बेलामा हामीहरू चाहिँ अब रक एन्ड रोलहरू बजाउँथ्यौँ ब्यान्डहरू टन्नै थिए कलेजहरूमा बजाउँथेँ अनि उनीहरूको सोहरू हुन्थ्यो विभिन्न सभागृह अनि यो प्रज्ञा प्रतिष्ठानहरूमा हुन्थे हजुर यही हो अनि पछि जब रेकर्डिङ सिस्टम 4 ट्र्याक मसिनहरू यहाँ भित्रिए हजुर त्यसपछि मात्रै अनि पछि पप सङहरूको चाहिँ इन्ट्रोड्युस भयो किनभने त्यो प्राइभेट भइसकेपछि त्यति दिनसम्म बौद्धले व्यवस्था आइसकेको थियो 46-47 सालमा हजुर अनि 4 ट्र्याक मसिन भएपछि अनि सिङ्गरहरूले रेन्डे त्यो फ्रिडमले गर्दाखेरि अब यो भोइस टेस्ट गर्नुपर्ने पनि भएन सबैले आफ्नो प्राइभेटली निकाले तर प्राइभेट क्यासेटहरू चाहिँ एकदम बुम साथ हिट हुन थाले अरू त्यो रेन्डेबलबाट आएको गीतहरू भन्दा पनि अनि त्यसपछि त्यसैमा गीत गाउने बजाउने अब हाम्रो टाइपकै सङ्ग्सहरू पप सिङ्गर रक सिङ्गरहरूले गर्ने भएकोले हामीले स्टुडियोमा पनि बजाउने हाम्रो आइडियाहरू पनि लिने एरेन्जहरू गर्ने त्यसरी चाहिँ गयो होइन देवदाई हजुर जति पनि तपाईँले जज गर्नुभयो अब पहिलादेखि अहिलेसम्ममा कति डिफ्रेन्स छ धेरै छ है इनफ्याक्ट हामी 3 जना साथीहरू मध्येमा सायद आई थिङ्क आई बिलोङ टु दि रियली ओल्ड जेनेरेसन हजुर अनि गर्दाखेरि
म आफैले पनि सिक्दै आइरहेको छु हजुर। कि इनफ्याक्ट यति साह्रो कि अब अहिलेको जेनेरेसनको जुन टेक्नोलोजीको एडभान्समेन्ट र जुन म्युजिकल ट्यालेन्ट म त झन् एकदम पछाडि जस्तो लाग्छ बट एज अ ड्रमर भाइ आई हेभ सर्भाइभड माई इयर्स अफ टलरेन्स प्लेइङ विथ ब्युटिफुल पिपल अब दुईजना यहीँ छ मेरो वान अफ माई फेभरेट दुईजना सुदीप र ज्योति अनि यस्तै अरू भाइहरू मेरो फेभरेटहरू धेरै छ आज पनि मैले धेरै राम्रो ट्यालेन्टहरू देखेँ एसट्री म्युजिक हाम्रो सन्तोष को एकाडेमीको स्टुडेन्ट्सहरू पनि सन्तोष भाइ हेज डन सो मच फर द यङ्गर जेनेरेसन अनि आज रोहन भाइलाई पनि भेट भयो रोहन भाइ पनि उहाँको माई गिटार होम म गएको छु है एकदमै गर्नु राम्रो गर्नु मलाई साह्रै खुसी लाग्छ कि सो जेनेरेसन ग्यापको हिसाबले हेर्नु हो भने अहिलेको जेनेरेसन चाहिँ अहिले दे आर द एक्जाम्पल दुईवटा म त फिगर म लिन चाहन्छु एउटा रोहन सक्य भयो अनि एउटा चाहिँ हाम्रो सन्तोष श्रेष्ठ भाइ जसले चाहिँ मेरो आँखाबाट मैले जाने जसलाई चाहिँ म नजिकबाट चिन्छु कि जेनेरेसनले कहाँसम्म के गरिरहेको छु भन्ने कुरा है त्यसमा चाहिँ ज्योति र म सुदीप वी बिन पार्ट अफ द एभ्रिडे ग्यादरिङ or occasional gathering whatever you say for Rohan and Santosh पहिला त हाम्रो कन्सर्ट धेरै हुने गर्थ्यो है बसन्तपुर ठाउँ ठाउँमा कन्सर्ट हुने गर्थ्यो नि त्यस्तो कुनै कन्सर्टको मेमोरेबल मोमेन्ट पहिला के हुन्थ्यो भने नुदिया भिन्तुनाको दिन जहिले पनि त्यो कमलाक्षीको स्टेजमा त्यो बेलाको प्रिजम त्यो बेलाको ब्रदरहुड ब्यान्ड त्यो बेलाको रेडियम ब्यान्ड त्यो बेलाको काठमाडौँ क्याच होइन एलिगेन्सहरू मुक्तिको यिनीहरूको सोहरू भइरहेको थियो हामी त जुन यो बाजागाजादेखि लिएर सबै कुरामा एकदम रिच छौँ होइन तर प्राय भनेको हाम्रो यो गिटार ड्रम्स वेस्टर्न म्युजिकमा मात्र हामी बेसी फोकस भयौँ क्या त्यो किन भयो भन्दाखेरि अब त्यसमा पनि कारण छ एक त कति ट्रेडिसनल बाजाहरू सर्टेन पिपुलहरूलाई मात्र सिकाउने अरूलाई नसिकाउने है मैले त्यस्तो देखाएको छु त्यसो पनि भयो अनि अर्को कुरो अब तिनीहरू लिएर गएर ट्रान्सपोर्टेसनको प्रब्लम हुने अब त्यो सिकेको पनि हुँदैन अनि त्यसलाई म्युजिकली प्रस्तुत गर्दाखेरि अलि हाई बजेट चाहिने अब त्यो हुन्छ नि त्यो माइक पनि स्पेसल जस्तै अब यस्तो यस्तो धेरै अरू पनि ड्रब्याक्सहरू छ अब तर त्यो चाहिँ बाजा संरक्षण गर्नेहरूले यो कुराहरूलाई ध्यान दिएर कसैले केही गर्न खोजेकोमा उनीहरूले सपोर्ट गर्ने हो कि त्यस्तो गर्यो भने मात्र हुन्छ नत्र भने आफैले सिकेर आफैले त्यो सबै प्रोभाइड गरिकन म्यानेज गरिकन चाहिँ जस्तै तपाईँले अघि भन्नुभयो नि जति पनि टेक्निकल कुरा गर्नुभयो होइन उहाँहरूलाई त्यो आइडिया हुँदैन क्या होइन सबैले अगाडि लानुपर्छ त भन्छन् होइन तर तपाईँले अघि जुन त्यो ढिमे बजाउँदाखेरि जुन त्यो मिलाउनु पर्छ भन्नुभयो नि जस्तै धिमे बजाउँदाखेरि के भने एक त धिमे चाहियो त्यसलाई ट्युनिङ गर्नु पर्यो अथवा समथिङ जसको भने टेक्निकल्ली मिलाउनु पर्यो रेकर्डिङ गर्दाखेरि त्यो बजाउनेले ट्रान्सपोर्टेसन छ त्यसको बजाउने त्यो ऊ छ त्यसमा माइक पनि स्पेसल चाहियो माइक पनि अब जस्तै ड्रमको बेसमा स्पेसल डल्लो टाइपको माइक हुन्छ अनि अलि अरू सिम्बलहरूमा SM57 टाइपका माइकहरू हुन्छन् होइन युनि कुनै माइक चाहिँ युनि हुन्छ भने कुनै मोनो मात्र हुन्छ अनि कुनै चाहिँ युनि डाइरेक्सनल माइक हुन्छ भने कुनै माइक चाहिँ मल्टी डाइरेक्सनल टाइपको हुन्छ ती सबै टेक्निकलहरू मिलाएर रेकर्डिङ गर्नुपर्छ तर अब आजकल चाहिँ त्यही पनि ओरिजिनल नभए पनि ती इन्स्ट्रुमेन्ट्सका साउन्ड्सहरू चाहिँ स्याम्पलिङ गऱ्यो भने स्याम्पलिङ भनेपछि सेम साउन्ड त्यही साउन्डलाई अनि विभिन्न मिलाइन्छ क्या अब आजकल त्यस्तो गरेर ट्राई त गरिरहेको छ तर जति अथेन्टिक ओरिजिनल बाजा बजाउँदा जुन एउटा भाइब्रेसन जुन एउटा त्यो एउटा फिलिङ्स हुन्छ नि टचहरू त्यो चाहिँ पुग्दैन क्या जसले गर्दाखेरि अनि इन्टरनेसनल अब म्युजिक त अहिले वर्ल्डले एउटा स्मल भिलेजको रूपमा परिणत भएको उसले गर्दाखेरि अनि कम्पिटिसनमा हामी जान नसकेका कारणहरू धेरै कुराहरू छ क्या त्यस्तो चाहिँ अब सर्टेन कुनै कम्युनिटीले एक्सपर्टहरूलाई डाकेर इन्स्ट्रुमेन्ट मात्र होइन टेक्निकल्ली कसरी प्रस्तुत गर्ने पनि कुराहरू यसरी 2-3जनालाई डाकेर परामर्श गरेर अब कम्पोजरहरूसँग पनि कसरी कम्पोज गर्ने के गर्ने कस्तो गर्दाखेरि हुन्छ भन्ने किसिमले गयो भने चाहिँ राम्रो हुन्छ तपाईँले भन्नु खोज्नु भएको चाहिँ एउटा R&D डिपार्टमेन्ट हुनु पर्यो होइन रिसर्च एन्ड डेभलपमेन्ट डिपार्टमेन्ट चाहिँ हुनै पर्यो होइन त्यो भयो भने तपाईँको त्यो पनि एउटा टुरिज्म क्षेत्रमा हामीले एट्र्याक्ट गर्ने हो त्यो पनि एउटा पोइन्ट हुनसक्छ त्यसको चामै अर्को छ जस्तै म अब अस्ति नि मैती देवीमा गएको थिएँ त्यहाँ म्युजिक इन्स्ट्रुमेन्ट्स बजाउने हाम्रो ज्यापु दाइहरूले यस्तो मजा साथ बजाइराख्नु भएको थियो म त एकदमै स्पेल बाउन्ड भएँ होइन अब त्यो ओरिजिनल साउन्ड
अब त्यस्तै ओरिजिनल साउन्डहरू बरु विदेशी फिल्महरूमा त्यो ब्याकग्राउन्ड दिइराख्दाखेरि कस्तो रमाइलो लाग्छ कि हाम्रै नेपाली म्युजिकहरू है। अनि तर त्यही अब म त चकित खाएको थिएँ त्यो उनीहरूको प्लेइङ देखेर। उहाँ यस्तो मजा आएको थियो, त्यो यस्तो एउटा मजाको वातावरण भइरहेको थियो, म्युजिकल वातावरण भएको थियो। सायद देउता पनि खुसी भइराख्नु भएको थियो होला सायद, त्यस्तो फिल भएको मलाई। तर त्यो अथेन्टिक साउन्ड निकाल्न पाए भए कुनै पनि गीतमा अथवा कुनै पनि इन्स्ट्रुमेन्ट प्रेजेन्टेसनहरूमा त्यो होइन। तर अहिले गर्न त गरिरहेको छ, जस्तै अब कुटुम्ब भाइहरू भए होइन, दीपक बज्राचार्यले पनि त्यो धिमे इत्यादि प्रयोग गरिकन त्यो एउटा त्यो लाखे डान्स गरिकन यताउता गरेको त्यो गीत पनि एकदम अलिक प्रस्तुतिकरण पनि राम्रो छ। हुन त आजकल मुक्तिहरूले पनि त्यसै गर्न थालेको छ होइन, गर्न त उनीहरूले प्रयास त गर्दैछ। मुक्तिहरूको ब्यान्डले पनि अस्ति उनीहरूको एल्बम रिलिज गर्दा डाकेको थियो, एकदम धिमेहरू यताउता चलाएर अब प्रयोग त गरिरहेछ, राम्रै छ। हुन्छ, अब देव दाईतर्फ लागौँ होइन। दाईको पनि त्यस्तो कुनै मेमोरेबल मोमेन्ट होइन अथवा तपाईँ कुनै छ? अघि मैले अगाडि भने जस्तो वी नेभर थट अब यो कन्टिन्युसली गर्छ भन्ने केही हुन भएन कि। अब त्यो टाइमको माहौलमा, त्यो टाइमको रमाइलो, त्यो टाइमको मजामा त्यति गर्दा वी वेन्ट इन्टु म्युजिक। अनि 70s को दशकमा चाहिँ रत्न पार्क रेस्टुरेन्ट एउटै क्लब थियो जसमा चाहिँ मोडर्न म्युजिक बस्ने, एन्ड द्याट वाज रन बाई सोल्टी ओब्रे होटेल। अनि त्यहाँ हामी पुग्यौँ कि, त्यहाँ हामीले खेल्दा त्यहाँ पुग्दाखेरि दे वर द फर्स्ट वान्स इन फ्याक्ट हामीलाई ब्रेक दिएको। अनि त्यसपछि सिटी हलको जन्म भयो, राष्ट्रिय सभा भयो, अनि अलिकता एउटा सानो एउटा पायौँ हामीले, स्टेज पायौँ बजाउनलाई। अनि इनफ्याक्ट सिटी हलमा मेरो एउटा मेमोरेबल मोमेन्ट छ, सबभन्दा ठुलो मोमेन्ट के हो अहिले भाइले भन्नुभयो के अरे एज अ ड्रमर चाहिँ म के भन्न चाहन्छु भने आई थिङ्क इट मस्ट बिन 1972 त्यस्तै होला। मैले एउटा सोलो बजाएको छु कि त्यसमा। मलाई इन्सपायर गरेको चाहिँ हाम्रो 60s को ब्यान्ड आइरन बटरफ्लाई भन्ने ब्यान्ड थियो, अहिलेको हेभी मेटल भन्छौँ, त्यो टाइमको हेभी मेटल। आइरन बटरफ्लाईको ड्रमरले एउटा इना गाटा भिटा भन्ने एउटा सोलो हान्नु भएको थियो। सोलो पनि भनेर हुँदैन के अरे, यु हेभ टु बी एबल टु प्ले एन्ड एक्जिक्युट द्याट सोलो है। अनि मलाई चाहिँ त्यो अब यङ टाइममा त्यो एक किसिमको रमाइलो लगाएर मैले त्यो बजाएको छु क्या। हाम्रो गीतको कास्टिङ मिलाएर मैले त्यो बजाएको छु, त्यहाँबाट त्यो छाप पनि राखिदिनु भयो क्या अडियन्स। उहाँहरूले के मन पराइदिनु भयो मेरो, तर उहाँहरूले चाहिँ मलाई एउटा चिनारी दिनुहोस्। मेरो एउटा सबभन्दा ठुलो एउटा मेमोरेबल मोमेन्ट त त्यो पनि हुनसक्छ भाइ मेरो। हुन्छ दाइ, अब लास्टमा तपाईँको जति पनि अब तपाईँहरूको फ्यान्स फलोवर्सहरू छ नि, उहाँहरूलाई तपाईँहरूले इन्डिभिजुअली एउटा मेसेज दिनुपर्दा के दिनुहुन्छ? सुदीप दाइदेखि भाइहरूलाई अब हुन्छ यस्तै गरेर होइन, राम्रो अब म्युजिकमा लाग्दै गर्नु भाइहरूलाई होइन, अगाडि बढ्नुपर्छ भाइहरूले, लोभ गर्नु हुँदैन होइन। म्युजिकलाई हामीले प्रोत्साहन गर्नुपर्छ होइन। हामी सिनियर भनेर हामीले पनि धेरै चिजहरू अब भाइहरूलाई होइन ऊ गर्नुपर्छ, सिकाउनुपर्छ, हामीले प्रोत्साहन चाहिँ दिनुपर्छ। अहिलेको न्यू जेनेरेसनहरूलाई उनीहरूलाई हौसला र होइन उत्साह र उमङ्ग दिनुपर्छ हामीले। भन्नाले आफ्नो प्यासन भएको चिजमा चाहिँ सकेसम्म 100% दिनु पर्यो, दिनुपर्छ। अलिकति स्ट्रगल आयो भन्दैमा छोड्नु भएन, किनभने अहिले स्कुलहरूमा पनि धेरै छ होइन, स्कुलहरूले पनि म्युजिकहरू राखेको छ होइन। अब हामीले उनीहरूलाई डिसपोइन्ट गरेर स्कुलहरूमा सिकाउँछन्। अहिले धेरै भइसकेको छ कि जेनेरेसन चेन्ज पनि भएछ। स्कुलहरूमा ड्रम, गिटार, पियानोहरू एकदम बजाउँछ। त्यस्तो गरेर अब हाम्रो नेपालमा पनि एउटा म्युजिकको चाहिँ नि एउटा चाहिँ नि अर्कै एक्स्ट्रा अर्डिनरी होइन राम्रो होस् भने हामी चाहन्छौँ। त्यही नै भाइ। म चाहिँ के भन्छु भने अब अल दि प्लेयर्सहरू जुन चाहिँ म्युजिसियन जसले म्युजिक इन्स्ट्रुमेन्ट बजाउनुहुन्छ उहाँहरूलाई चाहिँ यु क्यान लुक एट मी। मलाई नै हेर्नुभयो पनि हुन्छ, मैले 50 वर्ष कसरी बिताएँ थाहा पनि भएन, तर आइ एम स्टिल प्लेइङ, आइ एम स्टिल अराउन्ड the circle. Please keep on playing, please be happy. One thing very important case of Nakiri, be happy, be free to yourself, keep your soul free, wide open. And audience ladies and gentlemen, please support the youngsters. You have already supported us, हाम्रो जेनेरेसनलाई पनि, तपाईहरुले पनि अहिलेको जेनेरेसनलाई पनि तपाईहरुको अपकमिङ even family members यदि म्युजिशियन बजाएको छ भने म्युजिशियन हुन चाहन्छ भने चाहिँ please support them and give them that free soul to the freedom of music. Thank you. जति दाइ अब यङ जेनेरेसनलाई चाहिँ के भन्न चाहन्छु नि, 3टा पी को ठुलो भूमिका छ क्या। हजुर, एउटा म्युजिक प्रतिको प्यासन, हजुर, एउटा सिक्ने प्यासन्स, म्युजिक सुन्ने सिक्ने प्यासन्स,
प्यासन्स प्र्याक्टिस प्र्याक्टिस त्यो मात्र पुगेर त्यो मात्र भएर पनि हुँदैन। आजकल अब आफूले त्यो सिक्ने भएपछि प्रोड्युस म्युजिक कसरी प्रोडक्सन हुन्छ त्यसको बेसिक आइडियाहरू पनि स्कुलमा सर्टेन इन्स्टिट्युटमा गएर सिक्नै पर्छ मिनिमम पनि। त्यसको आफूले अब अहिले त सजिलो पनि छ, त्यो ज्ञान लिनु पर्यो। अनि त्यो बाहेक त्यसको प्रोडक्सन कसरी हुन्छ, त्यसको टेक्निकल अरू के छ, अब गिटार गर्ने ग्याजेट्सहरू के छ, त्यो सबैमा अध्ययन चाहिँ हुनैपर्छ। त्यो भयो भने चाहिँ सजिलो हुन्छ तिनीहरूलाई। एटमोस्फियर भनौँ न त्यसलाई, इन्भाइरोमेन्ट पनि बुझ्नुपर्छ। अहिले कस्तो म्युजिक भइरहेछ, आफूले केतिर लगाइरहेछ, आफूले गरेको म्युजिकको स्कोप के हो, यो कति कन्टिन्यू गर्छ, होइन म यसैमा लाग्छु भने त्यसैमा लाग्नु पऱ्यो, 100% त्यसैमा दिनु पऱ्यो, 100 भन्दा 200% दिनु पऱ्यो भन्न खोजेको प्र्याक्टिस प्यासन र प्यासेन्सको मात्र कुरा हुँदैन कि अहिले इन्भाइरोमेन्ट र त्यो टेक्नोलोजी सबै त्यसलाई पनि ध्यान दिनुपर्छ। मेन कुरा सिक्नु पऱ्यो। मतलब इन्स्टिट्युटहरू छ, स्कुल छ इत्यादिबाट बेसिक आइडिया मिनिमम बेसिक त्यो ज्ञान चाहिँ लिएर अनि त्यसलाई फर्दर इन्हेन्स गर्दै त लानै पर्छ, तर बेसिक चाहिँ लिनै पर्छ। आजभोलि मात्र होइन, पहिलादेखि नै अब टिनेजको टाइममा चाहिँ जो पनि एकदमै आज जे गर्यो भोलि गर्न नमन लाग्ने त्यस्तो हुने रहेछ होइन। प्यासन पनि चेन्ज भइरहेको छ। अब मेरो प्यासन यही नै हो, मलाई यो कन्टिन्युटी दिनुपर्छ भनेर त्यो कसरी थाहा पाउने, त्यो अलिकति भन्नु मिल्छ? त्यो त अब मलाई गिटार बजाउनु मन लाग्यो, मलाई चाहिँ अब शशि कपुरले गिटार बोकेर हिँडे खुब मन लाग्यो, आफूलाई पनि गिटार बजाउनु मन लाग्यो। अलिअलि बजाउँदै घरको मान्छेहरूले पनि अलिकति प्रोत्साहन गर्नुपर्छ। यदि उसमा गर्ने भने यो गर त्यो गर भनेपछि अनि तिमीले राम्रो गर्यो, किप इट अप, किप गोइङ अन भन्ने हो भने चाहिँ त्यो हुन्छ। अब त्यो वातावरण भएन भने त अलिक गाह्रो। वातावरण मिलाउनु पर्यो है। त्यो बाहेक फेरि पढाइलाई पनि ध्यान दिनु पर्यो। अब हामीहरूको त फेरि पढाइ पनि हुनु पर्यो। अब ब्याचलर स्कुल लेभलपछि ब्याचलर, त्यो साइड बाई साइड त्यसलाई पनि लिएर जानु पर्यो। अनि त्यसपछि अब ब्याचलर पछि अब कहाँ जाने के जाने, अब म्युजिक पनि साइड बाई साइड पनि गइरहेछ। अनि बेसिक एसएलसीसम्म त म्युजिकलाई त एउटा एक्स्ट्राको रूपमा मात्र लिएर गइरहेको हुन्छ। अनि उसको टर्निङ पोइन्ट के हो, अब त्यो डिसिजन चाहिँ अब उनीहरूले आफ्नो हिसाबले लिन्छ। अब हामीले भने उनीहरूको सिचुएसन सबै त्यो अनुसार जान्छ नि। अब हामीले यसो गर उसो गर मैले भनिहालेँ। त्यस कारण त्यो इन्भाइरोमेन्टलाई हेर्नु पर्यो। इन्भाइरोमेन्ट मैले अहिले भने नि, मैले भने प्यासेन्स र प्र्याक्टिस, प्ले ब्याक, प्र्याक्टिस ब्याक, इन्भाइरोमेन्ट हेर्नु पर्यो। यानि कि आफूले पढाइ पनि पढिरहेछ भने कसरी गर्ने, कमाइरहेछ भने के गर्ने, र त्यो आफ्नो यताको प्यासनलाई कसरी जीवित गर्ने, ती सबै ब्यालेन्स गरेर आफूले ब्यालेन्स गर्नुपर्छ। मेन भनेको अब गार्जियनहरूले आफ्नो छोराछोरी त आफूलाई थाहा हुन्छ होइन, उनीहरू कुन चिजमा राम्रो छ होइन, त्यही हेरेर एटलिस्ट उसले अलि राम्रो गर्न सक्छ भन्ने चिजमा चाहिँ उहाँहरूलाई कन्टिन्युटी दिएर त्यो चाहिँ छोड्न लाउनु भएन। त्यो त कस्तो भने प्यारेन्ट्सहरूले पनि एउटा कुरा, मैले एउटा कुरा भाइलाई भन्नु है, लास्ट कुरा रे, नेपालमा यस्तो रहेछ कि नि विदेशमा म्युजिक पढ्ने भनेपछि स्टुडेन्टहरू रहेछ कि मैले धेरै हेर्छु। बरु अरू फिल्डमा जान्दैछ, म्युजिक पढ्न भनेपछि विदेशमा चाहिँ नि प्यारेन्ट्सहरूले नपठाउने रहेछ कि विदेशमा के पढ्न, म्युजिक पढ्न भनेर के यहाँको मान्छेहरूलाई। मैले अहिलेसम्म कुनै पनि होइन, म धेरै इन्स्टिट्युटहरूमा पनि हेर्छु होइन, कन्सल्टेन्ट हेर्छु, सबै अरू सब्जेक्टमा मात्र जान्छ कि म्युजिक सब्जेक्ट के नेपाली छैन र नेपालीहरूलाई नि पठाउनु त पढ्नलाई त इन्भेस्टमेन्ट त गरे हुन्छ नि त प्यारेन्ट्सहरूले। के कारण हो त? छैन, धेरै कम होइन, धेरै कम। जस्तै काठमाडौँ युनिभर्सिटी छ होइन, काठमाडौँ युनिभर्सिटी जस्तै धुलीखेलमा म्युजिकको स्पेसल छ त्यहाँ। अब त्यहाँ अब हाम्रो साथीभाइहरू पप सिङ्गरहरू पनि पछि गए। अब हाम्रो लोचन रिजाल भाइ जो पछि अब त्यही म्युजिकोलोजीमै उहाँले मास्टर गरेर अहिले पढाउनुहुन्छ, सायद पिएचडी पनि गर्नुभयो होला होइन। त्यो भयो भनेपछि अरू साथीहरू पनि गएको देखाएको छु मैले। उहाँहरूको प्यारेन्ट्सलाई चाहिँ सलाम गर्नुपर्छ, एउटा बोल्ड जुन डिसिसन गर्नुभयो नि त्यो चाहिँ गर्नुभएको हो। त्यस्तै अरूले पनि गर्यो हुन्छ भन्ने चाहिँ उहाँको हामीले त्यस्तो सुदीपजीको आशय हो। हुन्छ, तपाईँहरूको आजको टाइमको लागि एकदम थ्याङ्क यू सो मच है। हुन्छ, आजको लागि चाहिँ हामी छुट्टिनु पर्ला है। नमस्ते। 1 2 3 Take that
जो दगले नाबाला आज सोक्ने पासपिन त सन्तोष सो इन्ट्रोडक्सन दिला हजुर ज्यू नमस्ते फुका पासपिन त जी एस्केप म्युजिक एकाडेमी कालीमाटी न जुजुलोपा हजुर जी नेवा जो या नेवा ते त सपोर्ट यामा हजुर ठो किसिम चाहिँ ठो छिब्रे पोडकास्ट न एकवे जिगो पाखे धन्यवाद दु एकवे बालापरि ठो ज्या ख ठुके चाहिँ जिसन सपोर्ट इना नेवा पिन्ड न छौबरी प्लेटफर्म वे मारियो पनि जिगो सन्देश दुका जो रोहन युन छ इन्ट्रोडक्सन दिला जोजोलपा जी रोहन शाक्य जी चाहिँ म्युजिशियन ख नबिन थोइ डिफ्रेन्ट विधा है जस थो संस्कृत जुल म्युजिक जुल डिफ्रेन्ट क्षेत्र है पोडकास्ट अलि थो ब्लग थोयान जन सिक चित बुझेजु अथवा यो दगो छिस उयो च्यानल मखला मेसेज त दगो छिस क्याउन जुइ हजुर अथवा यहाँ जो बालानी विथ चाहिँ योको भरै आ छिटो छ र छौ इन्टरभ्यु चिरो इन्टरभ्यु एकदमै छिटो खुसी छु अब मेन जिसो कुटो यानो न जिवे फुको मिले ज्या उन मला छि याका चाहिँ यान्जिन सियो ह मेन आ जिसो थो एटलिस्ट जिउ कल्चर मला जिसो अ कल्चर जुमा जिउ त म्युजिक जिउ बाजा गाजा हजुर गेना जिसो प्रस्तुत या हो मला मेन कुटो हो ख तो 16th एनिभर्सरी मला अब के चाहिँ सन्तोष त योको बधाई दुका थो जिउ एनिभर्सरी भति चाहिँ खना वाला यामले ला हजुर जिउ तुगुली 16 खनी ला जिउ 16 वर्ष द ल 16 वर्ष हजुर पहिला नि चाहिँ थने ख कि गन जिउ फर्स्ट थो कालीमाटी स्या चाहिँ पहिला जिउ कलंकी हजुर कलंकी चाहिँ अन इस्टाब्लिश हुनु हजुर अनि 5 वर्ष म्युजिक एकाडेमी न खोलेन चाहिँ थन थो जिउए ख बिल्डिङ थन जिउए जुली चाहिँ अहिले थने टैयो ले जी सोल ख कि पार्टनरशिप ठुके जी याको चाहिँ ख हो न पहिला नि चाहिँ याको जो रोन गे छुजा जुंगल थंगले अवे ख हामीले म्युजिकल खने म्युजिकल लगे जासन दुगा मस्तिर सिन्यौ मला जिन थाइ चिजहरु छ प्र्याक्टिस हुन्छ ल पसा छौडु म्युजिक सब जुल थम एकदमै नेफु सोना ला तना दाइपिन अब खना बला न याद त होला आगेको पिनु न वेको विषय एकदम बाबाला मे हाला न एकदम इन्टरटेन यान दिला होला ठुके चाहिँ म्युजिक फिले लगे जो मी पास भी नहीं ना अग्रज हजुर छि देव राणा सरजुला हजुर ज्योति सरजुला हजुर हजुर हैन सुदीप रिजाल सर ए ना चाहिँ ए छि पहिला नै से वो म्युजिक खोलिनु ज्यादा अब ओके चाहिँ इन्भल्भ जो चाहिँ छि फुक चाहिँ आ छ युनिटी हिसाब मुनि एजली चाहिँ छि फुक म्युजिक फिले चाहिँ चिन्जान ज्याट्नी अब मसिया छु नि धन्यवाद हजुर त्यो फिले गुली सक्रिय दु जिउ पनि पुलाउ पनि सोचाइले नि पुलाउ मनु त्यही सोचाइ अनुसार चाहिँ आ परि फरक पहिला यो हिसाब सोचे जस्तै पहिले पनि पुलाउ पनि मन चाहिँ ठो म्युजिक क्षेत्र लगे जो पनि मनु त चाहिँ परि सेनी त्यो किसिममा सोच हो मलाई खवरै सोचे एकदम होला सपोर्ट न मर्छ सपोर्ट न दै मरो सपोर्ट न दै मरो म्युजिक सेनी हाल्ने हो सेक्युर हाल्ने ए बामला फेल त्यो किसिममा सोचे आ ठाउँको नै वमुख जेनेरेसन आ थुके चियो म्युजिक एकाडेमी थन उल्मछि स्टुडेन्ट न थालो न गर्ने वो जो किसिममा चाहिँ फुक्साना सपोर्ट न या फुकन थापी फुकन थन्चोबे स्टुडेन्ट त न स्टुडेन्ट त दाइपि भाइ फुकन स्टुडेन्ट हजुर स्टुडेन्ट हन थन्चोबे किजिपि जुल अब म्युजिक फिले लगे जो भी
कि चाहिँ पिन त चाहिँ अब टर्न नकर्न ट्रेन नि थोकने पहिलो जेनेरेसन अनुसार फरक चाहिँ होला थोकने एकदमै थोकने नि हजुर म्युजिक फिल्ड न यो को स्कोप दुका म्युजिक फिल्ड नु कमर्स पिन त चाहिँ थोकने फ्यामिली टेसन गुली सपोर्ट या फ्यामिली त एकदमै सपोर्ट या टिनेजर त एकदम सपोर्ट या थोकने म्युजिक चाहिँ छुजु म्युजिक चाहिँ सेकमा छौ बिराख हजुर त्यो किसिममा चाहिँ सोच बदले चाहिँ होला थोकने एसक्यूब म्युजिक एकाडेमी छुछुया जिउ एसक्यूब म्युजिक एकाडेमी म्युजिक सम्बन्धी आछिस ट्रेनिङ न बिजुल हन इंस्ट्रुमेंट फोकस न्यूजुल अन वे चाहिँ छिस चाहिँ थन म्युजिक सेरा चाहिँ बालापी स्टुडेन्टहरु प्र्याक्टिस याका चाहिँ वन सारा म्युजिक रेकर्ड हेना आ भिडियो न देखा भिडियो छिस भोकल क्लास न जिउ भोकल क्लास चाहिँ ईस्टर्न मिक्स अफ वेस्टर्न दुका छिस फुको यानको जिउ बिले चाहिँ वो भोकल क्लास चाहिँ जिउ पनि थन सोंगु बिरानो ट्याटु छ हजुर हामीले जो म्युजिक जो इन्स्ट्रुमेन्ट छेनु निसे काया हजुर मलाई हजुर भोकल छेनु निसे काया जो भिडियो रेकर्डिङ दगे जुइका मलाई वो जुइ अहिले आठुके द नियन मासुला जस्तै जुन थंगने नोम पुस्ता हजुर अब वेकअप इन द म्युजिक एकदम इन्ट्रेस्ट दैछु नि मलाई अन्त वेकअप इन चाहिँ भति चाहिँ इकोनोमिक कन्डिसन ठीक मजा हुन्छ हजुर वेकअप इन यहाँ पे ट्यालेन्टेड अपकमिङ न्यू कमर्स पिन त हजुर त्यसो छुछु फ्यासिलिटी भयो होला एकदमै बालापरि खखट हो ए जो ट्यालेन्ट दुबी मनु त खसा हजुर स्टुडेन्ट छिसन न स्टुडेन्ट मजु सा थन्चोबी स्टुडेन्ट मक्सा पिने चोबी जुसा छिसन चाहिँ इम त चाहिँ सपोर्ट यामा छरासा थो म्युजिक फिले चाहिँ बामलाउ पनि बिदा मखो बालावे बिदा ख ठङ पहिले हिसाबत फोन सोचाइ मखो आ ठङकने चाहिँ म्युजिक न बालाउ जुया चाहिँ छिसन वो ठङकने वो पनि अब जस्तै आर्थिक रूपमा त्यो किसिमले बोल्ने ओके जु साथै ओके सोया इम त बालाइ पनि खस चाहिँ ट्यालेन्टै खस चाहिँ वो अनुसार छिसन ओके न फ्री न बिफु फुला हजुर ऐसा छिसन वो न्यू कमर्स गयो म ख वेको ट्यालेन्ट अनुसार चाहिँ एकदम मलाई वेको त गेनाफु एना हेल्प यात चाहिँ वला हेल्प यात एकदमै रेडियो वला जी सपोर्ट नै यामा सपोर्ट याना न चलुदु जुवा छ रोन थाउन मासु ल रोन न उन जिउ खाना बला जुटे पोडकास्ट है मलाई सके समला नु पुस्ता तेत न सुइजु मे दु होला कम्पिटिसन याते उठे मलाई कम्पिटिसन आज इन्ट्री चाहिँ जाउँदो मलाई त जनवरी 1 अनि चाहिँ 25 तक चाहिँ इन्ट्री जु ल थोय माइ गिटार होम जिउदी थो चाहिँ गुली सेकेन्ड कम्पिटिसन अथवा चाहिँ जिउ सिजन सेकेन्ड हामा ल त फ्री जुल इन्ट्री फ्री जुल मलाई अथवा यो प्राइज त न दु फर्स्ट जुम्स त गिटार जुल सेकेन्ड जुम्स त युकुलेली थर्ड जुम्स त माइक एसेसरिज ओके थयो थयो बडी बडी हरु चाहिँ माछु छिस ल ठो चाहिँ जुन नेपाल भाषा छ कि ओभरअल फुकम भाषा ख त ओभरअल दोका भाषा ख खला नेवा नको जुवा गब्ले निसे सुरु अथवा जनवरी 1 अनि चाहिँ जी इन्ट्री गाइ जुन ख डेडलाइन चाहिँ 25 जनवरी तक ख अहिले 26 जनवरी चाहिँ थोदको भिडियो त पब्लिश जी अहिले अघि चाहिँ आ जज बिन दु सम निमसम दको जजिङ नै जिका लाइक कमेन्ट शेयर लास्ट चाहिँ फर्स्ट सेकेन्ड थर्ड जुले चाहिँ जिसन दको जजिङ विनर चाहिँ जजिङ नै जिका जीवन जु आउके लाग्न जीवन फुल सपोर्ट दु मलाई आगो जी सल याना याउ जिका नि जो आज हाम्रो सन्तोष थाहा हुने मलाई आज मेन म्युजिक एकाडेमी खोलेर सन्तोष त चाहिँ गेना विचार होला थो चाहिँ जिउप्री 16 वर्ष अगाडि जी म्युजिक फिले न ख अनुसार जी वो अनुसार चाहिँ स्कुले कलेज न जी मेन हाल्यु जी उबले पास पिन दु ग्रुपे हजुर अले उबले न सेका छ अले म्युजिक एकाडेमी खोलेन चाहिँ भरि बालो म्युजिक फिले लगे जुबिन्द हजुर आगेना थन हेफै हो म्युजिक फिले उबले टाकला योको म्युजिक सेको बिमरो जितन सेकाना जिसन सेन्यु पाउनु यो किसिममा पास पिन अब खल्ला चाहिँ ठोछौ चाहिँ म्युजिक एकाडेमी जिस सुरु हेर्नु ख 2008 चाहिँ सन्तोष न छु ब्यान्डे इन्भल्भ दु कि उबले चाहिँ ब्यान्डे चाहिँ ब्यान्ड म्यानेज नै हो उले म्यानेज न खजी उबले ब्यान्डे जुजु पास हुँदा चाहिँ ठै किसिममा हुनु रिया चाहिँ सरसल्लाह हैन जिथो म्युजिक एकाडेमी 2008 माघ 1 गते छिस उबले नै सञ्चालन नै पनि ख तबले माघ 1 गते निसे थन्सको वबले 16 वर्ष हजुर अलि एक्सपीरियन्स गेज होला गुली स्याटिस्फ्याक्सन दु मलाई हजुरको थोइ जाना हामीला इन्ट्रेस्ट वे जाख नि मलाई हजुर थोले इन्ट्रेस्ट वे जाख तर सोच चाहिँ थुके चाहिँ गे ढासा फर्स्ट
पहिला इस्टाब्लिस नोले चाहिँ आयो मन्टे सोचे भएला अब अनुसार चाहिँ इन्क्रिज नजिया छन्डो ब्यान्ड प्र्याक्टिस नथन छिराइ ठाउँको यो जनवरी अनुसार चाहिँ यो खोइडो ब्यान्ड प्र्याक्टिस हेबिन ठाउँको यो हिसाबमा पहिला न्यू सुंगु ब्यान्ड वेटे ठाकु वो टाइमे 1500 वर्ष नि हो नि न्यू सुंगु ब्यान्ड वेट मरो मला मरो कमेका वे जुले चाहिँ आयो जेनेरेसन सो जसला आ ब्यान्ड टोल च्याउ छु ब्यान्डु आज थन बुके हुन छ नि बुकेमा थमे बुकिङ यामा बुकिङ वे गर्न प्र्याक्टिस या छ नि बुकेमा मिले मजो वे ठाउँ थाउ खसा कने छ नि कने ठाउँ जस्तो ठाउँ न्यू समयले टाइम जुरेजी आ मेन धाइरा छ सुथेव बनि खसु साँझ बाखेर यको जुरेजी इन द टाइम लागि छ नि बुके धामा छ वे जुले मेन लेभल छिरान प्र्याक्टिस बुकिङ मै काले प्र्याक्टिस मै का जी या के मखरे मसल रहेगा दको पोस्टेड हेर्यो जी नाज त ज्योति दैन आफ्नो नेनो भए आजियो टुरिस्ट जुवा पुलम बाजा जिवाटे भए मलाई तिमी ता बारी खना बला जुले वेको पिन्छ न थयु हेमा मला तर जिउ थयु आ यो खण्ड है सिसावा चार पर्व हे खनि जुल्छु मेबले बिचे गो मरु नि आ मोनी सुन्ती इन्द्र जात्रा अयो एक माल्छ थयु बुटी बाजा सुएतन छिस थयु बाजा छिस मेमे टाइममा छ्या सुए मन्ट जी रोन था सन्तोष त्याथन सुएलेन प्रायला जी फरेन इन्स्ट्रुमेन्ट जो खना वेस्टर्न जिसो छु आ ओजुको जुल्ला वा छिस छु नु पुस्ताइते छिस सन्देश बिमा छ मला दुबैको पनि त अट्र्याक्ट या मासे छिस न अयु छु अथवा एटलिस्ट तिमी अथवा मलाई मादल छ अयु त्यो छु विचार दुगी थौ कुनै जेनेरेसन एमएलएस फरि मोडिफाई जगा छ जस्तै आज यो ठन टाइमला छ कुटुम्ब ब्यान्ड सिउ जिन मलाई एकदमै पपुलर एकदमै इन्टरनेशनल लेभलले चिनेको छु न वे जुले चाहिँ जी थुके टपिक निकाल्दिनु पिक्नु कारण छुरा छ आठौं कुनै चाहिँ ओके न मस्त इन्स्पायर जगा छ आज चाहिँ फ्युजन इना चरो ठौंगने बासे नपुनी मला पहिला बासेरे पुइपि मरो बासे ठौंगने बासेरे पु ता ठा ओके मला तिमे न ठा वो अनुसार वो रु आ दीपक बजाचार्य दाइवे वो सुयु छ लाखे विका अन फ्युजन मला फ्युजन जिंगला ठौंगने न्यू कल्चर वेंगला जो बाजाउन जिस ठग्या मान्ने मला वो ठग्याले चाहिँ नतिन छु तिमी यो खला वाला जुटे तिमी माडल अथवा मेउ छु जुने बासुरी हजुर सन्तोषला त एकाडेमी सेनो चोंडो खनि इन्स्ट्रुमेन्ट न हजुर हैन छु समावेश या विचार दुकी म थुके चाहिँ छिस समावेश चाहिँ थुके बासुरी याउरी सोचाइ दुजीको बासुरी चाहिँ छिस मटे आठन हजुर अले ओके हार्मोनियम यो चाहिँ अडु हार्मोनियम ओके सिनिपिला दु छिके वो अनुसार चाहिँ जसो पहिलो जेनेरेसन चाहिँ आछ्यो सारिङे जुन्ने मला आठौं गने भोइलेन जुइका छ सारिङ थाहा सबै म नि सारंगी थाइबिन एकदमै लिमिट जगदु वोले थन वो पिन दोजी जिके कन्ट्याक्ट न दोजी वो सारंगी नछ थासेनमा है जे अन कन्ट्याक्ट चुनानी दु वन सारंगी न जे अब ठो क्लास के जिको सोच दनि हजुर हजुर मादल जुल हजुर मादल अलि बासुरी जुल बासुरी थौको ने चाहिँ टिमे न एकदमै डिमान्ड हो होला तिमी न आ थौको मसला मस्तेर जि खाउन अनुसार चाहिँ त क्लब अर्गनाइज हैन दुनी हजुर या सेका छौंदुका क्लास बिया छौंदुका ओ क्लबेला जुल जि क्लबे जुल आफ्नो जि सकान जि नवीन दाइना न खलनोबले अबको वडा न वडा एकदमै वडा याना छ वडा नै यान्छ दुन थौको ने पहिलो स्या चाहिँ थौको ने टिमे बाजा न याना ता फुक्रिन मस्त इन्भल्भ ज्या छौंदु एट्र्याक्टर जुडो बान ला थौको ने प्रिजा मोडिफाई यासा ताको चाहिँ पहिलो पनि संस्कृति झल्के याना इन्ट्रेस्ट को दुनी मस्ते या जी अनि त सोइ चाहिँ ओ जी गर्ने वापी न थन यो को समय चौ खाना मला उयो पिन्छ भटिजा एको चासो मत होला जिउ एटलिस्ट तिमी अथवा ता इम्दन यो हो छारा सा जिउले जात्रा जुई नख वइनी वो टाइमले थाइबले एबे ताको जिना प चाहिँ वया चाहिँ प्याखन हुन्छ आ इम त यो एकदमै अले इमसत इमुब्रे संस्कृति चाहिँ वो मरुगा जिउले नेवार हे चाहिँ इमु संस्कृति मरु इम चाहिँ थ्याउरी गिटार ड्रम थाला वेस्टर्न जुल तर इमु म्यो लड्डु संस्कृति तर जिउनेवा यो हिसाबमा चाहिँ इम त वो ठाबर चाहिँ भरि चाहिँ वातावरण मिले मजुले ख नत्र इम त एकदमै इन्ट्रेस्ट यो जिउको जि
एकदमै हनीकोमा जी धर्ममुनिका वेकन एकदम बाजो सेनामिया ख मला वेकन ढाउ चाहिँ ठौकुने चाहिँ वेकअप इसन न्यामिस्तन शौकनी जो वर वेकअप इनाको जिस लिंक याना थन धिमिए अथवा बासुरी खी फुको युन छौ अप्सन टेबिल मला अलि वेकअप इन द सेन माछो छ बर सन्तोष डाइरेक्ट वेकअप नाको स्वापु त्यो हुन एकदमै बालाउ खख उके चाहिँ झिउबाट चाहिँ छौ लिंक दल्ला छ या जिउ उके मिया मोजु मखो जसम सेन्टर थागु मखो तर उके लिंक देया चाहिँ जिस छोके गेरा छ छौ म्युजिक फिलोसफी छौ म्युजिक चाहिँ जुल म्यु म्युजिक चाहिँ सपोर्ट मजुल छ ठो वे जुलिन ठो परिज प्याउ परि खखर ठो तर जिसा चाहिँ छौ म्युजिक वो म्यु म्युजिक इतना सपोर्ट या माउरी छौ वातावरणमा छौ म्युजिक यो छौ युनिटी ख वर इन्टरनेशनल ल्याङ्ग्वेज ख नि उके त्यो भाषा छिउपटी मला ओके बोलाइ मखो का ओ बोलाइ होला इन्टरनेशनल लेभल फुक्स्याम सिउपटी ओ खख अब जी जी को बुझे जसो बेना जिनेवा त योको दुगनी ठो फिल्ड हे मलाई हजुर एकदम एउटा स्टुडियो निसे गया त प्र्याक्टिस गर्ने मक्से जे फुको छ नाप्ला न खला बला हैन अलि जिन हाजा धाइ थे जिया धर्म धाइ अथवा वेको थे मेबी सेनामी सुसुदो वेको पिना पछि खजी छौ खला बला हैन जु अलि मलाई एना मसला एकदम बालत नि जुनिला त एकदमै बाला परि खानु खला हजुर अजुका ऐसा थौ हान छ सन्तोष त योको कंग्रेचुलेसन्स एकदमै 16 वर्ष छ मको योको वर्ष झन्झनै प्रगति यान फेमा रोहन त न मला आछि चाहिँ वे थौ खाना वाला जुथे मिले जुआ चाहिँ छिस फरेन जको मको थयु न बाजका छ यो न्यानी के मागा नि एकदमै ज्यू ज्यू थ्यांक यू सो मच हस् धन्यवाद थ्यांक यू सो मच मैजुया गुली झकलो अंति चुनाव मैजुया गुली झकलो मैजुया गुली झकलो अंति चुनाव जितला अंतिया हेला मा जितला अंतिया हेला मा संत जग स्वेद सगा संत जग स्वेद सगा जुयलाता बिना बिगुएला रोजक दूसा जित कैला ओ जुयलाता बिना बिगुएला रोजक दूसा जित कैला बिहाउनी मनी गजला इहा मुनि मानी तप गजला
जो लपा सोक्मी पास्मी जिगु तो चैनल नवीन साके पॉडकास्ट यूट्यूबे वना सब्सक्राइब यान दिसा सुबह